नमस्ते हजुरलाई स्वागत छ कविर फ्यामिली ब्लग्समा। आज म फेरि नयाँ भिडियो लिएर आइसकेको साथीहरू। आज चाहिँ हामी आएको छौँ मिया पार्क अनि यो म्युजियम आएको छौँ। अरू बेला चाहिँ हामी राति आउँथ्यौँ। आज चाहिँ पापाको छुट्टी भएको भएर दिन चाहिँ आएको। एकदम आज चाहिँ हावा चलिरहेछ अनि घाम चाहिँ धेरै गर्मी त छैन, ठिक्कको मौसम छ, तर यति धेरै हावा छ। लुगा पनि सर्ट लगाएर आएँ, उडाउँदैछ फुर साथीहरू। अनि हेर्नु यहाँको चाहिँ पानी पनि निलो। उड्ते बादल से पूछो यहाँ चाहिँ सानो खोला साथीहरू यहाँ हेर्न सक्नुहुन्छ, कस्तो दामी के आस्मी के गरेको हौ? कस्तो क्युट बिरालो रहेछ कि आस्मी यहाँ खेलिरहेको छ बिरालोसँग। पन्जा पनि कति राम्रो रहेछ नि, पन्जा चाहिँ पिङ्क कलरको रहेछ। ए कस्तो क्युट है बिरालो त। दुईटा आँखा निक्लेर रहेछ भित्रको। ए ल आऊ। बाइ बाइ। ए कस्तो लाग्यो त ठाउँ? एकदमै राम्रो। एकान्त यो बिरालो कति राम्रो छ नि। आऊ। अनि तिमीलाई चाहिँ? मलाई राम्रो लाग्यो, तर हावा धेरै आइरहेछ हौ। हावा धेरै आइरहेछ, उडाउँछ भने डर। ल अब चाहिँ हामी एकछिन फोटोहरू खिच्छौँ होइन, राम्रो फोटोहरू खिच्नेछौँ, त्यसपछि भिडियो पनि देखाउनेछौँ हजुरहरूलाई। ल साथीहरू यहाँ चाहिँ एकदम धेरै हावा आइरहेछ हो। आज चाहिँ पानी चाहिँ क्या राम्रो छ, निलो अनि बोर्डहरू अनि दोहा देखिरहेछ। दोहाको मेन सिटी भइहाल्यो। राम्रो देख्दैछ। हामी चाहिँ दिउँसो आएकै छैन, अस्ति म्युजियम घुम्दा पनि दिउँसो राति भइसकेको थियो नि। आज दिउँसो आएको, तर यति धेरै हावा छ हो। आज चाहिँ रमाइलो छ, खतरा होइन। आफूले चाहिँ खाइरहेछ, आउनुलाई पनि भोक लाग्छ नि त उसलाई। अनि पर खानु चाहिँ कपालहरू दिङ बनायो हावाले। आफू चाहिँ कपालसँग सेट गरेर आएको। आज झन् खतरा फोटो खिच्नु पऱ्यो भनेर हावाले त साथीहरू यहाँ चाहिँ दामी छ, बोर्डहरू नि कस्तो दामी बोर्डहरू राखिरहेको छ। र बोर्ड पनि कुदाइरहेको छ। यहाँको नजरिया चाहिँ एकदमै दामी छ। अनि यता साइडमा मान्छेहरू यसो रमाइलोको लागि, पार्कको लागि पनि आउँछन्। एकदम राम्रो दृश्य छ, हजुरहरूले हेर्न सक्नुहुन्छ। ल साथीहरू हामी पनि यसो रमाइलो गर्दै यहाँ हिँडिरहेको छौँ। यहाँ आस्मी पनि छ। त्यो फुल हो। आहा त्यसमा बनाउँछु नि म टिक्छ। फुलले अब दामी छ। प्यार लाग्थे भन्छु नि। यहाँ गीता पनि रमाइरहेको छ, कस्तो लागिरहेछ? राम्रो मजा आइरहेको छ नि, कस्तो राम्रो सिन छ नि। चारैतिर मान्छे छुट्टी मनाउनु, आज फ्राइडे हो नि त, सबै छुट्टी मनाउन आएका छन्। आज फ्राइडेको दिन सबजना। अनि चाहिँ अहिले चाहिँ यहाँ मौसम राम्रो भएर फुलहरू पनि रातो फुलिरहेको। हो यो फुल देखेर त यहाँ चाहिँ आस्मी चाहिँ मस्तले के खाएको हौ? पापालाई चाहिँ छैन। यहाँ चिप्स खाँदैछ मस्तले। यहाँ गीता पनि बसिरहेको छ, अब टिकटक बनाउने अरे होइन। अनि यहाँ त सबैजना मान्छेहरू रमाइरहेको छ एकदम। यहाँ फुलहरू पनि कस्तो राम्रो फुलहरू छ यहाँ है। यहाँ मान्छेहरू रमाइरहेका छन् सबैजना। यो ठाउँै कस्तो राम्रो छ क्या, तपाईँहरूले हेर्न सक्नुहुन्छ। एकदम कतारको यो चाहिँ म्युजियम हो, म्युजियम अफ इस्लामिक आर्ट भन्छ यो चाहिँ। अनि यसलाई चाहिँ मिया पार्क पनि भन्छ होइन, सर्टकटमा चाहिँ यो एरियामा चाहिँ।
ल साथीहरू हामी चाहिँ अब यहाँ चाहिँ टिकटकहरू बनाइसकेको छौँ र अब चाहिँ अब अलिकति माथि त्यहाँ झन् राम्रो भ्यूहरू आउँछ हो त्यहाँदेखि जाँदैछौँ होइन। एकदम रमाइलो छ यहाँ अगाडिको दृश्यहरू एकदम राम्रो छ। दुईजना आमा छोरी चाहिँ पर जाँदैछन्। यहाँ म चाहिँ ब्लग पनि बनाउँदैछु बिचमा यसो मेमोरी पनि हुन्छ भन्ने हिसाबले चाहिँ यसो मोमेन्टलाई क्याप्चर पनि गरिरहेको छु। हजुरहरूलाई अहिलेसम्म भिडियो कस्तो लागिरहेको छ राम्रो लाग्छ भने लाइक सेयर र कमेन्ट गरिदिनु होला र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब पनि गर्न नबिर्सिनु होला। र त्यही हो अब टिकटकहरू पनि बनाउँदैछन् दुईजना अनि बनाइदिन्छु। यहाँको मेन राम्रो पोइन्ट भनेको चाहिँ यहाँ अब तपाईँले हेर्न सक्नुहुन्छ समुद्र छ है अनि यहाँ फुलहरू मजाको छ अनि यता साइडमा चाहिँ गार्डन पनि छ क्या। यहाँ प्रायः जसो फ्राइडे चाहिँ फ्यामिलीहरू आउँछ होइन रमाइलोको लागि एकदम सेफ पनि छ। यहाँ राति 2-3 बजेसम्म पनि मजाले मान्छेहरू फ्यामिलीसँग बसेर रमाइलो गर्न पाउँछ होइन रमाइलो छ। मिल्छ भित्र जानु मिल्दैन तर पानी चाहिँ खेल्न मिल्छ। यहाँ चाहिँ आस्पी पानी देखेर रमाइलो गर्न खोजिरहेको छ। आस्पी मजाले पानी खेलिरहेको छ। यहाँ चाहिँ पानी भनेपछि एकदम उसलाई मनपर्छ है त्यही भएर आस्पीको मम्मी पनि मस्तले बसिरहेको छ। अनि भन्दै नि त साथीहरूलाई के अब कहाँ जाने अरे अब यतै जाने पर जाने साथीहरू त्यहाँ पनि एउटा टिकटक बनाउने भनेर ए हो हामी चाहिँ यहाँ आइसकेको छौँ। कस्तो दामी के यहाँ हावा पनि सरर चलिरहेको छ एकदमै धेरै हावा चलिरहेको छ। अनि यहाँ आस्पी छ भने यता गीता पनि पर छ। अब हामी यहाँ माथि जान्छौँ। यहाँ माथि छ यो डाँडामा त्यहाँ जान्छौँ। त्यहाँ पनि एकदमै राम्रो देखिन्छ कि त्यहाँबाट एकदम राम्रो दृश्य देखिन्छ। हरियो घाँस हुन्छ अनि यसमै हामीले बसेर रमाइलो छ। त्यही जाँदैछौँ त्यहाँको जुन चाहिँ मान छ कि राष्ट्रहरूले पुरा आनन्द आउँछ जुन चाहिँ त्यही जाँदैछौँ। भोक लाग्दैछ भोक लाग्यो बाबा आफै खोइ हामी चाहिँ यहाँ मस्तले माथि पनि चढेर साइडमा हिँडिरहेको अवस्था। यहाँ यतापट्टि गोवा सिटीको दृश्य छ कस्तो दामी। यहाँ समुद्रको छाल आइरहेको छ। यता गीता पनि कस्तो लाग्यो हामीले बयान गर्न सक्दैनौँ तर हजुरहरूले देख्न सक्नुहुन्छ दृश्य हामीले कति रमाइलो गरिरहेको छौँ भन्ने कुरा साह्रै दामी के यो। अब यो बच्चा झरेछ हौ त्यहाँ जानु हुँदैन त्यहाँ त। बच्चाहरूलाई एक्लै छोड्यो भने कि जाडोहरू भइरहेको छ क्या अनि एकदम केयर गर्छ त्यो जाडोले देखिहाल्छ कि अनि निकालिहाल्छ। त होइन ऊ पानी खेल्न मात्रै छ। तर यहाँ मान्छेले याद गरिरहेको हुन्छ सबैले यस्तो रिस्क चाहिँ हुँदैन होइन नानु।
घाटले राख्छ कि स्कुटरमा खिच्नु न मजाले ओ आमा पन्छी बन्यो उड्ती फिर पन्छीको नि खिच्देऊ न ए आस्पी यहाँ पुरा आफै धेरै टाढो नजा बेटा तलसम्म गइरहेछ चटपटे बनाउँदैछ ल पिरो पिरो चटपटे हो चटपटे अब खानु आँटेको हामीले चाहिँ अनि यता चाहिँ हाम्रो दिपा पनि छ टिकटक बनाउनु लागेको यसरी हिँड न उता पनि कस्तो राम्रो अनि उता पनि हिँडेको राम्रो ल साथीहरू यहाँ चाहिँ पुरा चटपटे यहाँ खाँदै गरेको अवस्था छ चटपटे बनाएको छ गीताले पिरो पिरो चटपटे होइन गीता यहाँ हाम्रो आसबी पनि इन्जोय गरिरहेको छ यहाँ दिपा पनि आएछ हेलो भनिदिउँ नि त हाम्रो दर्शक श्रोताहरूलाई अनि यहाँ हाम्रो कालो ढाडे बिरालो पनि छ अनि यहाँ अर्को बिरालो पनि यहाँ बसिरहेको छ आसबीलाई चाहिँ बिरालो साह्रै मनपर्छ कि हो त ल ल म पनि एकछिन खान्छु त्यसपछि हामी खाएर लुसेलतिर जान्छौँ होला सायद यहाँको चाहिँ एकदमै दामी दृश्य छ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ साथीले अब हामी चाहिँ टोप्ला टोप्ली बोकेर हिँड्दैछौँ अब हामी जानेछौँ लुसेल अनि हावाले चाहिँ खतरामै जिरिङ बनाइरहेको छ मजा चाहिँ मजा आइरहेको छ हावाले पनि अलिक छिटै निस्किने भनेको तर यस्तो रमाइलो ठाउँ छ अब बस्दा बसै रात पर्यो साथीहरू चङ्गा नि उडाइरहेको छ चङ्गा पनि पुताली जस्तै हुँदो रहेछ यहाँको चङ्गा पनि उ जस्तै के अरे परे भा पानी पर्दैछ बाबा अलिअलि ल साथीहरू यहाँ चाहिँ आस्पीले मजाले यहाँ खेलिरहेको छ गीता पनि यही छ हामी चाहिँ अहिले लुसेलमा आइसकेको छौँ हेर्न सक्नुहुन्छ कस्तो राम्रो ठाउँ छ यो चाहिँ मुन टावर भन्छ यसलाई चाहिँ आस्बे मजा आयो यहाँ चाहिँ के गरेको हौ दुईजना चाहिँ टिकटक ए यहाँ चाहिँ आस्पी मस्तले खेलिरहेको अवस्था यहाँ कस्तो राम्रो ठाउँ छ यो लुसेल हो कतारको आस्पी
यहाँ अब गाडी चलिरहेको छ। यहाँ आउँदैछ। आस्बी कस्तो मजा आउँदो रहेछ, दामी है। साथीहरू हामी चाहिँ अब लुसेल आएको छौँ अहिले चाहिँ। अनि त्यसपछि लुसेलमा चाहिँ एकदमै जहाँ पनि यहाँ चाहिँ राति नै मान्छे भेट हुन्छ कि, अनि रमाइलो भइरहेको छ। दिउँसो चाहिँ खास हाम्रो प्लान चाहिँ दिउँसै आउने थियो, अनि टाउनमा फोटोसोटो खिच्दै थियो। अब राति भइहाल्यो, त्यही पनि भ्यूहरू त राम्रो छ, अनि आनन्द छ, चिसो छ। अब यहाँ चाहिँ धेरै पानीहरू राख्दैछ कि, पानीको फ्लावरहरू राखिदिएको छ, अनि फाउन्टेनहरू अनि रमाइलो छ। मौसम पनि राम्रो छ, रुखहरू छ। अनि त्यसपछि के भन्नु यस्तै छ। दिउँसो चाहिँ आउनु पाइनौँ। अनि यहाँ चाहिँ मेन भनेको त्यही मुन टावरमा फोटो खिच्दो रहेछ मान्छेहरूले। अनि यहाँ लुसेल चाहिँ मुन टावर हो। यो चाहिँ 5 स्टार होटेल रहेछ। खास हामीलाई पनि थाहा थिएन पहिला त, एकचोटि त पहिला नै आइसकेको कि हामी त यहाँसम्म आइपुगेनौँ कि। 5 स्टार होटेल हो साथीहरू। अनि त्यसपछि यहाँ चाहिँ पानी फाउन्टेनहरू होइन, अनि आई लभ लुसेल लेखेकोहरू, अनि समुद्र पनि छ साथीहरू। अहिले लाइट छैन नि त, देखेको छैन। समुद्रहरू पनि छ, अनि बच्चाहरू स्केटिङ गर्ने, साइकल खेल्ने। अनि यहाँ चाहिँ राख्दै गर्छ गाडीहरू, बच्चाहरू इलेक्ट्रिक गाडीहरू। आफै त जिद्दी गरेर अनि उसको पापाले चाहिँ फेरि के भने त्यही गरिदिन्छ कि। अनि अहिले जिद्दी भएको सासले मलाई चाहिँ मन पर्दैन। त्यही पनि अब कुदाउँदैछ, कता पुग्यो उता आउँदैछ साथीहरू। अनि यहाँको खानेकुरा पनि मिठो रहेछ हौ। चिकन पराठा खाएको होइन हामीले, दामी रहेछ। अनि यहाँको चाहिँ कडक चिया चाहिँ मिठो हुँदो रहेछ, तर त्यो उता पार्कको जस्तो मिठो चाहिँ लागेन। अनि चिसो चिसो हुन थालेछ क्या हावाहरू साथीहरू। अनि म चाहिँ लुगा पनि यस्तै लगाएर आएँ। मैले जाडोको लुगा पनि खासै ल्याएको छु न, त्यस्तो जाडो त लाग्दैन। त्यही पनि हावा त अलिक चिसो भएको भएर अलिअलि पानी सानी खेल्यो नि त। हावा चाहिँ एकदम धेरै थियो कि दिउँसो चाहिँ। अब खै आफूहरू कहाँ आउँदैछ, बाइक चलाएर आउँदैछ। अनि पछाडि चाहिँ बसेको छ दिपा। हेलो, यति मात्रै बिस्तारै हो, स्पिड चाहिँ हुँदैन रहेछ। यहाँ त्यो दुईजना मस्तले गाडी कुदाएर बच्चा भइरहेको छु म पनि। आस्बी कस्तो लागिरहेछ त, मजा आइरहेछ? यता आऊ, यहाँ भन्देऊ नि त। नि कस्तो लाग्यो तिमीलाई? मजा आयो? ल साथीहरू, हामी चाहिँ अहिले घुमिरहेको छौँ यो लुसेलमा। यहाँ हामी हिँड्दैछौँ, दिपा पनि छ। नाच्दैछु जाडोले, जाडोले काट्दैछु। जाडो हुन थालिसक्यो है साथीहरू। अनि भन्देऊ नि त। हामी चाहिँ दिउँसै आएको, अनि
बिहानै अनि यस्तो लुगा लगाएर आयौँ जाडो जाडो हुँदैछ अब हामी खानेकुरा खाने ठाउँ खोज्दैछौँ त्यहाँ खाना पर्दा है को हिंदी क्या खाने मांगता है क्या खाने को मांगता है अब आज तक गाइस ये सब ठंडा हो गया है र साथीहरू अब हामी चिया सिया खान्छौँ अनि त्यसपछि खाएर चाहिँ अनि घर फर्किनु पर्ला हजुरहरू ल साथीहरू हामी चाहिँ आयौँ के अरे गोर्खा रेस्टुरेन्ट आयौँ यहाँको मेनु चाहिँ यस्तो छ हामीलाई चाहिँ नेपाली खाना खानु मन लागेर खासै मोमो लुसनबाट यहाँ आएको मोमो अनि कस्तो मिस्टेक पुरानो भएको के भएको एउटा एक्सपेक्टेसन गरेर अर्को ठाउँमा पुगेको खास हामी अर्कै गोर्खामा जानु आँटेको थियौँ लोकेसन अर्कै हालेर सरप्राइज भयो खास दिपाले खाइराख्ने रेस्टुरेन्टमा हामी चाहिँ दिपाले खाइराख्ने गोर्खा रेस्टुरेन्टमा जानु लागेको थियौँ त्यहाँ चाहिँ मोमो मिठो पाउँथ्यो अरे तर हामी चाहिँ लोकेसन मिठो हालेको थियौँ गोर्खा त गोर्खा अर्कै ठाउँको सबको गोर्खा मदिना खलिफाको गोर्खा आइपुगेको नेपाली आइटमहरू अब खाइसकेपछि फिडब्याक दिनु होला कस्तो लाग्यो फर्स्ट टाइम होइन कस्तो लाग्छ हामी दसवटा दिन चाहिँ कति धेरै अब यहाँ चाहिँ कस्तो अब हेर्नु साथीहरू अब चाउमिन अनि मोमो आयो एकदम भोक लागिरहेको छ कति वर्ष म नेपालमा आएर खाएको छैन मोमो यो चाहिँ चिकन मोमो हो अनि यो चाहिँ के अरे चिकन चाउमिन हो चिकन चाउमिन र अब चाहिँ हामी खान्छौँ होइन अचार त्यो मिरो होला नि आज भाइ कस्तो लाग्यो कस्तो लाग्यो मिठो रहेछ अझै धेरै मिठो थियो त्यहाँको चाहिँ हुन्छ अनि कस्तो लाग्यो आज बेलै मिठो लाग्यो साथीहरू नेपाली रेस्टुरेन्टमा नि खाएन नि गोर्खा नेपाली किचन रहेछ मिठो रहेछ सुकुटी साँधे खाएको पिरो भयो लास्टमा चाहिँ ल साथीहरू राति पनि धेरै भइसक्यो अब हामी घर फर्किन्छौँ हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो मन पऱ्यो भने प्लिज लाइक कमेन्ट सेयर गरिदिनु होला र अहिलेसम्म हाम्रो च्यानल सब्सक्राइब गर्नुभएको छ भने प्लिज सब्सक्राइब गरिदिनु होला भन्दै आजलाई यति नै बाई बाई गुड नाइट आस्मी गुड नाइट भन्दै साथीहरू Very good night. Subscribe to our channel.